अनि आज गुड फ्राइडे पनि हामीलाई थाहा छ कि आज संसारमा सबै ठाउँमा गुड फ्राइडे मनाइरहेका छौँ। अनि त्यसमा हामी थोरै भए तापनि हामी पनि त्यसमा सामेल भएका छौँ। अनि परमेश्वरलाई महिमा होस् कि आजको सुरु को प्रार्थना हामी विशेष गरेर गर्नेछौँ। सुरुको प्रार्थना हामी यहाँ एल्डर बाउलाई नै हामी विशेष गरी धन्यवाद दिन्छौँ। यो सुन्दर समय तपाईँ महान परमेश्वरले दिनुभएको छ। आज गुड फ्राइडे प्रभु, आज तपाईँको मृत्युको दिनलाई चाहिँ राम्रो शुक्रबार भनिएको छ। तपाईँ महान परमेश्वर आजको यो सेवामा तपाईँ मत्ती 18:20 तपाईँको उपस्थिति प्रभु तपाईँले दिनुभएको छ। प्रभु यो आजको जति पनि प्रभु यो सेवाहरू छ, यो सेवामा तपाईँको उपस्थितिहरू हामी बोल्दछौँ। तपाईँ महान परमेश्वरले कुनै पनि डिस्टर्बेन्सको आत्माहरूलाई नासर्ती येशूको नाउँमा हामी त्यसलाई खारिज गर्दछौँ। आज यहाँनिर प्रभु धेरैभन्दा धेरै आत्माहरू बाँच्न गएको छ। प्रभु मत्ती 28:19 पद अनि अनि गएर सारा पृथ्वीमा गएर प्रभु पिता पुत्र अनि पवित्र आत्मा परमेश्वरको नाउँमा प्रभु बप्तिस्मा दे भन्नुभएको छ। आज यो प्रभु यौन 3:3 अनि 5 पद अनुसार प्रभु आज तपाईँको राज्यमा नयाँ गरेर जन्मिएन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन भन्नुभएको छ। आज जति पनि यो सेवाको सुरु अन्त भाग प्रभु तपाईँको हातमा हामी जिम्मा दिन्छौँ। हरेकलाई प्रभु तपाईँ महान परमेश्वरले नै प्रभु लिड गर्नुहोस्। अनि प्रभु हामी यहाँ जतिजना छौँ तपाईँको उपस्थितिमा हामी छौँ। बुबा तपाईँ महान परमेश्वरले आजको सेवालाई सुचारू ढङ्गमा प्रभु चलाउनमा प्रभु तपाईँले सहायता मद्दत गुहार गर्नुहोस्। आजको यो गुड फ्राइडेको सङ्गतिलाई प्रभु सुरु अन्त भाग जबसम्म प्रभु यो आजको यो सेवा प्रभु यो सेवा प्रभु तपाईँ महान परमेश्वरको नाउँबाट महिमा हुँदैन तबसम्म तपाईँ येशूले नै हाम्रो जीवनबाट हाम्रो हरेक कुराहरूबाट हाम्रो सबै कुराहरू यो सङ्गतिको हरेक एकवटा प्रभु यसकै भारहरूबाट तपाईँ येशूको महिमा भएको होस् भनेर प्रभु हामी तपाईँ येशूमा हामी राख्दछौँ। आजको यो सेवालाई सम्पूर्ण भाग येशूको हातमा जिम्मा दिँदै माग्छु येशू तपाईँको उच्च अनि पवित्र नाउँमा आमेन। ल परमेश्वरलाई धन्यवाद होस्। हाम्रो एल्डर बाउले प्रार्थना गरिसक्नु भएको छ। यहाँ नानी अगाडि आऊ। प्रभुको चरणमा ओ भुललाई स्वीकारी उनैमा क्षमा पाउन उनी आए संसारमा बचाउन हामी सबैलाई। केवल उनमा छ मुक्ति, उनी हुन् साँचो गोठालो। केवल उनमा छ मुक्ति, उनी हुन् साँचो गोठालो। हृदयमा येशूलाई दिएको आज हेरिदेऊ। यो उम्रै निम्ति मात्र उनले आफ्नो प्राणसम्म दिए। हृदयमा येशूलाई दिएको आज हेरिदेऊ। यो तिम्रै प्राणसम्म दिए। गरी प्रभुको शरणमा आओ, आफ्नो भुललाई स्वीकारी उनैमा क्षमा पाउन उनी आए संसारमा बचाउन हामी सबैलाई। केवल उनमा छ मुक्ति, उनी हुन् साँचो गोठालो। केवल उनमा छ मुक्ति, उनी हुन् साँचो गोठालो।
बुलावा सुनिदे हृदयमा खोलिदे रौनी आउँछ तिमी भित्र अनन्त जीवन तिमी बुलावा सुनिदे हृदयलाई खोलिदे रौनी आउँछ तिमी भित्र अनन्त जीवन प्रभुको शरणमा आऊ भुललाई स्वीकारी कुनैमा क्षमा पाउन उनी आए संसारमा बचाउन हामी सबैलाई केवल उनमा छ मुक्ति उनी हुन् साँचो गोठालो केवल उनमा छ मुक्ति उनी हुन् साँचो गोठालो। परमेश्वरलाई धन्यवाद होस्। हामीले परमेश्वरलाई उचालिसकेका छौँ अनि उहाँलाई धन्यवाद होस् जसले हामीलाई आज यो समय दिनुभएको छ। म एउटा पदलाई पढ्नेछु है तपाईँको माझमा। मर्कुसको पुस्तकमा 15 अध्यायको 33लाई म हेर्छु। यहाँ लेखेको छ 12 बजेदेखि 3 बजेसम्म सारा देशलाई अन्धकारले छोप्यो। 3 बजेतिर यसो भनेर यीशु ठुलो स्वरले कराउनु भयो, इलोई इलोई लामा सबक्थनी, जसको अर्थ हो हे मेरा पिता, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ। परमेश्वरलाई धन्यवाद होस्। अनि यो वचन पढाइमा परमेश्वरलाई आशिष। आमेन। अहिले म फेरि पनि आजको स्पेसली परमेश्वरको वचन हामीले नसुन्ने हुँदैन र गरम पनि हुँदै गयो। फेरि अहिले जाडो हुँदै थियो अघिसम्म। अब समय यस्तै हुन्छ परमेश्वरले हामीलाई दिनुभएको मौसम। यस समय म पास्टर बुवालाई दिनेछु अनि उहाँले हाम्रो अगाडि परमेश्वरको वचनलाई राख्नुहुनेछ।